सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो गाइज सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज धेरै महिनापछि तपाईँहरूको माझ एउटा मिनी भ्लग लिएर आइसकेको छु। लामो समयसम्म चाहिँ भ्लग हाल्न पाइनँ साथीहरू, यस्तै छ, यताउता कामको व्यस्तताले गर्दाखेरि भ्लग लिन पाएको थिइनँ। अब चाहिँ डेली हाल्ने कोसिस गर्छु साथीहरू मिनी भ्लग, कस्तो हुन्छ हेरौँ। ल साथीहरू आजको कामतर्फ लागौँ। आजको काम भनेको चाहिँ आलु लगाउने हो, यो बर्खे आलु लगाउने। अनि ट्याक्कसँग मैले चाहिँ आलुको बिउ सिउ रेडी बनाएर हिँडाले खेततिर आलु लगाउनु भनेर। अब चाहिँ यहाँ यही ठाउँमा साथीहरू हेर्नुहोस्, टक्कसँग आलुको बिउ काँधमा हालेर म चाहिँ आइसकेँ आलु लगाउने ठाउँमा। आज चाहिँ यहाँ बाबा र म भएर आलु लगाउनु पर्ने भएछ। उता मम्मीहरू मल बोक्न गएर हामीलाई बाउछाले यहाँ काम गर्नुपर्ने भयो आज। साथीहरू हामीले चाहिँ अलि अस्ति नै यो मल बोकेको, अनि यहीँ सजिलो हुन्छ भनेर ठ्याक्कै यहीँबाट उठायो हाल्यो, सजिलो हुन्छ अब। अनि उता चाहिँ सबजना आन्टीहरू मिलेर मल बोक्दै हुनुहुन्छ, हाम्रो होइन फेरि। अन्त नाच्न मन लागेको छ त्यहाँ हेर्न। अनि साथीहरू हामीले चाहिँ यो आलु लगाएको लगभग 1-2 महिना जति भयो होला, तर राम्रो भएको छ यहाँ, अहिले राम्रो फल्छ जस्तो छ। माथि पनि छन् साथीहरू राम्रो राम्रो छ आलु, त्यो माथिबाट तल चाहिँ सँगै लगाएको। हाम्रो आन्टीहरूले चाहिँ यहाँ मल बोक्नुहुन्छ, अनि म चाहिँ यहाँ कसले ठग्छ काम भनेर हेर्न आयो साथीहरू। फेरि काम चाहिँ कसैले पनि ठग्नु भइन्छ। अब चाहिँ लागामा आलु लाउनुतिर। ल साथीहरू आलु चाहिँ यही हो। अनि बाबाले चाहिँ अलिक ठुलो दानालाई चाहिँ काटेर लगाउने भनेर काट्दै हुनुहुन्छ। यता चाहिँ मैले एक सर्को खने, अनि बाबाले मल हाल्नुभयो। अब आलु हाल्दै हुनुहुन्छ बाबाले। अनि यहाँ मल आलु हालिसकेपछि चाहिँ फेरि खनेर म अर्कोतिर सुरु गर्छु। अनि यहाँ बाबाले चाहिँ आलु हाल्दै हुनुहुन्छ, मैले फेरि अर्को लाइन सुरु गरेँ। बाउ छोराले गफ गर्दै आलु लगाउँदै रमाइलो छ। मैले चाहिँ खनेर मोबाइलतिर लागेँ, अनि बाबाले चाहिँ आलु हाल्दै हुनुहुन्छ। खासै धेरै त छैन यो ठाउँ, त्यही पनि अब लगाउनु पऱ्यो। धेरै बेर चाहिँ लाग्दैन साथीहरू आलु लगाउन, जे होस् छिट्टी सकिन्छ। ल साथीहरू हेर्नुहोस्, आलु चाहिँ खासै धेरै छैन, अनि ठाउँ पनि अब आधा जति भयो, आधा छ। अब यो मलले गरेर लाउनु पर्न, यता साइडतिर मात्रै हो। अब हेर्नु साथीहरू बाबा चाहिँ यो गेडे मल हाल्दै हुनुहुन्छ, अनि हाल चाहिँ म खन्छु। आलु चाहिँ यति छ है, यता हेर्नुहोस्, राम्रो राम्रो आलु रोजेर हाल्नुपर्ने हुन्छ। फेरि मैले चाहिँ टक्क मल राखेर गएर मल खाएँ, बाबाले चाहिँ खन्दै हुनुहुन्छ। बाबाले खन्दै गर्दा मैले चाहिँ मल पनि मसिनो बनाएँ, अनि यो चाहिँ गेडे मल हाल्दैछु मैले उताबाट। अनि साथीहरू म चाहिँ यहाँ एकछिन बस्नु पऱ्यो भनेर यता आएर आन्टीहरूले मल बोकेको हेरेँ। अनि यहाँ चाहिँ सबैको आफ्नो आफ्नो गफ चल्थ्यो आफ्नै पारामा। अब यो चाहिँ अन्तिम हो, सकियो, अब धेरै छैन, यो चाहिँ अन्तिम नै होला। मैले चाहिँ मल हालेँ, अनि बाबाले चाहिँ आलु हाल्नुभयो, अब चाहिँ सकियो। ल साथीहरू हेर्नुहोस्, म चाहिँ यो बाटा बोकेर भिडियो बनाउँदैछु। यता चाहिँ धनियाँ छ, यता हाम्रो आलु चाहिँ सकियो आज फाइनल्ली। ल साथीहरू काम पनि सकियो, अनि सबैजनालाई बाई।